प्यासेन्जर हाम्रो तपाईहरुले गर्दाखेरि भोलिदेखि तिम्रो यहाँ कोही पनि देख्न पाउँदैन यहाँ देखा पर्दैन भोलिदेखि के भयो त यो भने म्याच किन नाङ्गै हान्न चिर्छु मुजीहरूलाई अहिले बाहिर जाने अहिले बाहिर जाने न तपाईले गल्ती गर्नु भयो कि नै कसैले नआउँदा सोच्दा पाउँदैन सुन्नु त तपाईले गल्ती गर्नु भयो कि नै मेरो गल्ती कि उसको गल्ती कस्तो उसको के गल्ती उसको के गल्ती के गरे उसले तपाईको गल्ती कि उसको गल्ती अझ पनि स्वीकार्नु गेटमा हानिरहेको थियो कि गेम माथि अझै पनि हैन मारेर फाल्दिनु अहिले कसको गल्ती अरे तपाईको गल्ती कि उसको गल्ती भने अझ पनि स्वीकार्नुस् उसको गल्ती उसले के गर्यो उसले पैसा दिएन त्यो पनि गल्ती हो जसले सुन्ने गरे यस्तो बेलासम्म पुलिस आउँदै थियो उसले के गर्यो र केटा हो के यो भिडियो खिचौँ न यस्तै गऱ्यो भने यसरी प्यासेन्जरले पनि दुःख पाउँछ है भित्र छिरेर दायाँ बायाँ टच यसरी प्यासेन्जरको सामान दायाँ बायाँ गर्नु धेरै कुरा छ। यसरी गर्यो भने भोलि पनि हामीले कसरी छिराउने भन्नु त केटीले केही पनि गरेको छैन के केही पनि गरेको छैन केटीले के गरिदियो रे बिचारा पेसेन्जरले के गर्नु सुधायो भने हो उसले आफैले भन्नु छ हात लगाएको छ कि यसले उनले तर्सिएर बाहिर दगुड्दा आछ फेरि पनि अझ माफ माग्नु भन्दाखेरि उहाँलाई मैले माफ माग्नु अझ पनि उसैलाई पछाडिबाट हानिरहेछ ऊ बाहिर आउँदा गेट बाहिर आउँदाखेरि गेटनिर पनि यो हान्दै थियो क्या हिपमा हानिरहेछ कि यसले भाग भनेर हिपमा हानिरहेछ हामी स्टाफ होइन त्यो मान्छे चाहिँ सही नहुँदासम्म यो मान्छे जानु भएन है जाँदैन यो जाँदैन यसलाई के गर्ने यसको नाम त रमेश खत्री हो रे हस्पिटल पठाइदिनु मेडिकल छैन मेडिकल कलेज छ माथि भयो उसमा सिएमसीमा लैजानु त हरिश गर जा बाबु त रक्सी खाएर पिट्टु छ अनि भित्र बस्दैछ अनि त्यो एउटा लेडिजलाई के गरेर त्यो बिहोस भएर उता सिएमसी पठाइदियो क्या मैले उसको त्यस्तोहरू पो बस्नुपर्छ होला हजुर अझ पनि मैले भनेको पठाइदिए उहाँलाई चाहिँ नियन्त्रणमा लिएर आएको छु के गाडीभित्र गाडीभित्र हुने मान्छे गल्ती छ भन्छ भिडियो गएर क्या यो भन्छ अझ यार अझ बहिनीको गल्ती हो अरे यो केटा हो कि रक्सी खानलाई पैसा माग्नलाई यस्तो गरे होला कि केटा हो रक्सी खानलाई होला कि होइन कि त्यो बिचरा त्यो बच्चा यहाँ पलाएर रुँदैन त गाडी चढेर अझ भने नि हिपमा हानेको कि अझ हिपमा हानिरहेछ भने त्यतिकै तर्सियो मैले त्यसरी अनि यो केटी भयो त कहाँ केटीसँग छुन जान्छ नि केटालाई पनि छुन जाने हो त केटा भएर केटीलाई छोको हो केटा नै हो यो के अरे रमेश खत्री कि के होइन तपाईँको नाम रमेश खत्री होइन कस्तो आइडिया हुन्छ उसले चाहिँ के उसँग पैसा माग्यो कि के भयो बडी टच गरेछ क्या मेन पार्टमा गएर टच गरेछ माथि गएर केटी मान्छेहरू सबैलाई मेन पार्टमा टच गरेछ ऊ डराएर बाहिर आयो बाहिर आउँदा फेरि पनि मेन पार्टमै टच गर्यो ऊ डराएर तर्स्यो कि रोज हो गाडीको फोटो खिच्ची त्यो गुरुबाको पनि लिनु न मोबाइल नम्बर रे गाडीको एकछिन बोकेर खाने यहाँ छ हजुर हजुर फोन नम्बर भन न
खोइ के गरे गरे अब त्यो नानी बेहोस छ के बडी टच गरे अरे यो उसले अनि त्यसपछि त्यो नानी बेहोस भएर उता हस्पिटल पठाइदिनुहोस् के हान्नु पर्ने कि त्यो बच्चालाई निकालेर 2 हान्नु पर्ने नि त्यही हो नै हो यस्तो हो मैले अब तेल हाल्न अरे अनि त्यसपछि बेहोस भयो अरे बाहिर जाँदा बाहिरै भित्र जाँदा भित्रै गरे अरे किडनर पनि होइन कि यो केटा हो अब त्यही आशा दिने भन्नुभयो देऊ नत्र के नै भन्दै थियो क्या सुत्या बेलामा टच भएको टचेर उठेन दर्शक बोलाउनु भएको छ आउँदाखेरि